यो कथा कमजोर मन भएका मानिसहरूको लागि होइन। आज म तपाईलाई मोरङ जिल्लामा भएको साँचो घटनामा आधारित डरलाग्दो कथा सुनाउन गइरहेको छु। यदि तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। 2075 सालतिरको कुरा हो। मोरङ जिल्लाको एउटा सानो गाउँ, एउटा पुरानो पिपलको रुख थियो। गाउँलेहरू भन्थे त्यही रुखमुनि एकजना गर्भवती महिलाको आत्महत्या गरेकी थिइन्। त्यस दिनदेखि साँझ परेपछि कोही पनि त्यहाँ जान डराउँथे। एक रात करिब 10 बजे रामबहादुर नाम गरेका व्यक्ति खेतबाट घर फर्किँदै थिए। चारैतिर सुनसान थियो। हावाले पिपलको पात हल्लाइरहेको थियो। जसै उनी रुखमुनि नजिक पुगे, सेतो साडी लगाएकी महिला रुखमुनि उभिरहेको देखे। उनले टाउको झुकाएको थियो, खुला कपाल, अनुहार छोपिएको। रामबहादुरले डराउँदै सोधे, "दिदी, यहाँ किन एक्लै?" तर महिलाले कुनै जवाफ दिएनन्। अचानक रामबहादुरले देखे महिलाको खुट्टा जमिनमा थिएन। त्यति बेला एक गहिरो डरलाग्दो आवाज आयो, "मलाई न्याय चाहियो।" महिलाले बिस्तारै टाउको उठाइन्। उसको अनुहार नै थिएन, कालो अँध्यारो मात्र थियो। त्यति देख्न साथ रामबहादुर त्यहीँ बेहोस भएर ढले। र भोलिपल्ट बिहान गाउँलेहरूले उनलाई पिपलको रुखमुनिबाट बेहोस अवस्थामा भेटे। होस आएपछि उनी धेरै दिनसम्म ज्वरो र डरले काँपिरहे। गाउँका बुढापाकाहरूले भने त्यो त न्याय नपाएकी आत्मा हो। पछि धामी झाँक्री बोलाइयो, पूजा गरियो। आज पनि त्यो पिपलको रुख नजिक राति रोएको आवाज आउँछ भन्ने विश्वास गरिन्छ। के त्यो साँच्चै भूत नै थियो कि अधुरो आत्माको पीडा? तपाईको विचार के लाग्छ कमेन्ट गर्नुहोला।